नमस्कार। आज हामी भूराजनीति भनेको खासमा के हो र यसले अन्तर्राष्ट्रिय सम्बन्धलाई चाहिँ कसरी प्रभाव पार्छ भन्ने विषयमा अलिकति छलफल गर्दैछौँ। हाम्रो यो कुराकानी स्रोत सामग्रीमा आधारित छ जसले भूराजनीतिको परिभाषा र यसको विकासक्रमलाई पनि हेरेको छ। आजको मुख्य प्रश्न चाहिँ के हो भने के भूराजनीति भनेको मूलतः भूगोल जस्तै कुनै देशको स्थान उसको स्रोत साधनले राज्यहरूको व्यवहारलाई कसरी निर्धारण गर्छ भन्ने अध्ययन मात्रै हो? मेरो विचारमा हो, भूगोल नै यसको प्रमुख तत्त्व हो। यसमा म अलिकति फरक सोध्छु है। भूगोल महत्त्वपूर्ण छ भन्ने कुरामा त दुई म छैन, तर भूराजनीतिलाई केवल भूगोलको अध्ययनमा मात्रै सीमित गर्यो भने खै त्यो अलि अपुरो हुन्छ जस्तो लाग्छ मलाई। मेरो विचारमा चाहिँ यो भूगोलको जगमा टेकेर राज्यहरूको शक्ति, उनीहरूको आर्थिक स्वार्थ र रणनीतिले अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी दिशा दिन्छ भन्ने विश्लेषण हो। होइन, तर हेर्नुस् न, भूराजनीतिको जुन एउटा स्थापित परिभाषा छ नि त्यो नै के हो त भन्दा भूगोलले राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पार्ने प्रभाव